4-5 दिन को बाद में चटपटे खाइयो है गाइस। जरा मैंने सुनी पहले तो कहीं हम ना क्यों बार-बार मेरे कॉलेज बनाने की कोशिश करते हो? मैं तुम्हें इतना पसंद करती हूँ पर मैं तुझे खा नहीं सकती हूँ। परेला उखालिदिनु भएको अनि यो आइलाइस फेरि आइलाइस ओके नाइटको डिनर सुरु खाँदा खाँदै हैन। अनि फेरि यहाँ चाहिँ किमा नुडल्स पनि। हेलो एभ्रिवान, नमस्ते सेवारो, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि आइसकेछु म बिना लिम्बू हजुरको सामुन्ने छोटो मिठो भिडियो ब्लग लिएर। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम मस्त अनि व्यस्त सन्चै नै भन्नुपर्छ। मतलब देखिहाल्नु भयो होला अगाडिको हाइलाइट क्लिप हैन म कहाँ छु भनेर। सो तर पनि अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला। यदि तपाईँहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। सो यसरी नै मेरो चाहिँ दिनचर्याहरू बित्दैछ भन्दाखेरि म केटिएम आएको 2 दिन भयो। अनि यो चाहिँ मेरो केटिएम आएको फर्स्ट ब्लग भन्न मिल्दैन। मैले टिकटकमा मिनी ब्लग लगाइसकेको छु हैन। जस्ट बेलुका आइपुगेको थिएँ। अनि बेलुका आइपुगेको थिएँ 8:30-9 बजीतिर। अनि दिउँसोको ब्लग मिनी ब्लग मैले लगाइसकेको छु मेरो टिकटक एकाउन्टमा। अनि यो चाहिँ फुल युट्युब ब्लगकै हो। मतलब यो चाहिँ फुल युट्युबमै लगाउनको लागि मैले रेडी गरेको। त्यो टिकटकमा लगाएको मिनी ब्लग चाहिँ मसँग टाइम पनि कम थियो। अनि बेलुका आइपुगेको दिउँसो नै थोरै हिँड्नु पर्ने थियो। सो त्यही भएर चाहिँ मैले मिनी ब्लग बनाएको थिएँ। अनि आज चाहिँ फुल टाइम हैन, त्यही भएर मैले चाहिँ ब्लग स्टार्ट गर्दैछु। सो लेट अब चाहिँ ढिलो नगरी मेरो ब्लग अगाडि बढाउँछु। लेट सी गाइज। आउनु त म हिजै आएको होइन, तर पनि यता वरिपरिको वातावरण चाहिँ देखाएको थिइनँ भन्दा नि ब्लग त स्टार्ट गर्दैछु होइन। मैले चाहिँ थुप्रैचोटि हेरिसकेको। यस्तो छ है मौसम, एकदम सफा छ। घाम लागिरहेछ टिलिक होइन। यस्तो सफा छ होइन, ठिकै छ, राम्रै छ। अब उतापट्टिको देखाउँछु ल। यता चाहिँ स्कुल छ होइन। सो त्यो घाम टिलिक्क लागेको छ। यस्तो सफा वातावरण छ, हेर्नु त आकाश पनि सफा। यो चाहिँ अर्जुन स्कुल समथिङ के हो। अब चाहिँ म पहिलो नम्बरमा फ्रेस हुन्छु। टाउको दुखेर ल अहिले चाहिँ भेटौँ। फ्रेस पनि भइसक्यो होइन। अनि म चाहिँ सर्ट टाइमको लागि आएको थिएँ, त्यही भएर कपडाहरू पनि केही ल्याएको थिइनँ होइन। यहाँ हेर्नु न यस्तो हालतमा बस्नु परेको छ। लुगाले झन् कोठाभित्र न गर्मी हुन्छ न जाडो हुन्छ, त्यहीको मात्रै। मलाई अब यस्तो फुल लुगाहरू लगाउने त आदतै छ नि त। सो त्यही भएर खासै त्यस्तो असर पर्दैन मलाई चाहिँ। ल मेरो चाहिँ काठमाडौँको बसाइ यस्तै छ होइन। बिहान अघि खानासाना खाएर धन्दामा नाक्सिक यताउति गरेर चाहिँ फ्रेस भएको हो। अब यस्तै छ। सुतु मलाई निद्रा लाग्दैन गाइस, गाह्रो छ हो। कसरी बस्नुहुन्छ होला है रुममा, गाह्रो। त्यो क्या धेरै हिँड्ने बानी भएर साथी सङ्गीसँग यताउति गर्ने बानी भएर एक ठाउँ त गाह्रो हुन्छ यार। एक्सर्साइज हजुर नो अहिले त माम खाएको घटेकै छैन। हाम्रो उतातिर ल्याप झरेर बिजोक, यता चाहिँ किन्दै खानु होइन। भन्छ सिल्ली भेज चाहिँ यहाँ तल झरेर यहाँ तल झरिरहेछ मेरो सिल्ली भेज। कति बेला लिनु जानु हो, कता कुन गल्ली जानुपर्छ याद पनि छैन यार। गल्ली कता जानुपर्छ त्यो पनि याद छैन। मेरो सिल्ली भेज तल झरिरहेछ। यो सर्टको साटो सिल्ली भेज लगाउनु भनेको त टु मच पानीको ट्याङ्कीमा झरेको। सो चाहिँ
मैले अघि कपडा धुलाइरहेको थिएँ अघि लगाएको त्यो चाहिँ म सुकाउँछु कपडा सुकाउँछु ल चाहिँ सुकाइसकेँ होइन अब चाहिँ म भित्र पस्छु है सो लुगा नि सुकाएर आइसकेँ अब चाहिँ सुत्छु तुसु भन्दा नि ढल्किन्छु अहिले चाहिँ भेटौँ ल गाउँघरको सम्झनामा चटपटे बनाइ खाँदै यो चाहिँ के गर्न भन त यो गिलो बनाउनु हुने ओके पिठो लाउनु होइन म चलाउँछु नि ए ओके म गर्छु म चाहिँ यहाँ चटपटे बनाउँदै मैले होइन यता दिदीले म चाहिँ हल्का हेल्पिङ है मैदा फेरि यो मैदा चलाएन भने डल्लो परिजान्छ यसरी नै मेरो चाहिँ दिनहरू कति हल्ला है ब्याकग्राउन्ड यो के भन्छ स्कुल छ नि त सो त्यही भएर त्यही नजिकै अनि पुरा हल्ला छ यो चलाएन भने डल्लो परिजान्छ क्या दुईजनालाई त अलिक पुगिहाल्छ यहाँ चाहिँ ए चटपटेमा लगाएर खाँदा हुन्छ त के यो खानु र नखाने खाने भन्छ मिठो छ त अलिअलि गर्दै सक्नुहुन्छ यहाँ चाहिँ दालमुट काँक्रा प्याज खोर्सानी यो ढल्दैछ अजिना आलु पनि लगाइसकेको यो फेरि नुन चौचौ अब मसला पिन्नु बाँकी छ स्पेशल झापाली चटपटे भन्दा बेस्ट झापाली चटपटे चाहिँ नभनौँ झापालीले बनाएको चटपटे ल चिसो लिएर खाऊँ कि नखाऊँ तिमीलाई मन लाग्छ भने खाइछु म त खानु मिल्दैन हजुर खाइछु जाउँ लिएर म बोल्दै गर्छु जाउँ हो लिएर आउँछु ल म चाहिँ चिसो लिनु गएँ के खानु दिदी चिसो लिनु गएको धेरै टाढो जानु पर्दैन यहीँ पसल यहीँ नजिकै छ या पैसा छ कि ओइ पानी पनि झिमझिम पर्दै रहेछ हौ कोक खाता खासै खाने बानी थिएन अरे काठमाडौँ आएर खाइयो यार अरे हेलो व्हाट्सअप All Oh good. my god. Our chutpata is all ready now. Okay. पनि भाडामा हो क्या गाइज झप्पा लाएर मैले 4-5 दिनको बादमा चटपटे खाइयो है गाइज झप्पामा बनाइरहेको छु नि नबनायो नि छिमेली नि त सोध्दै खायो काँको एउटा बयफ्रेन्ड बनाउँछ तिमी भन्ने ठाउँमा बोल्दै बस्नुसँग ओहो के चाहियो नुन चर्को चर्को भयो माइ गॉड कस्तो म त यस्तो कम खान्छु नि तिमी करेला खाएर प्रेसर लो भएको छ क्या मलाई त्यो चटपटा पठाए तपाईँ लङ्का एक बुढी खानु हुँदैन तपाईँ एक बुढी हो म त कम खान्छु नि त नुन के हालिदिउँ तिमीलाई म अमिलो लाँदा खान्छु बरु हुँदैन नानी नुन कम खाँदा राम्रो हो नि
धेरै कम खान्छु नुन त 1 महिना पछाडि अलिकति ट्राई गरेको केही नगर्नु ल क्यों बार-बार मेरे करीब आने की ये भगवान क्या जुल्म है कोशिश करते हो मैं तुम्हें इतना पसंद करती हूँ पर मैं तुझे खा नहीं सकती हूँ के गर्नु गाह्रो छ नि चलो खाऊ खानेकुरा खान्छु त गाइस मैले चाहिँ चटपटे फिनिस्ट 5 दिनको बादमा खाएको आज अनि सकिङ मैले मिठो एकदम मिठो झन् घरकै होममेड एकदम सब फ्रेस केही दामी छैन अर्ग्यानिक अरूले चाहिँ कसैले जिन्दगी फाल्छ म जे चिज खानै खाने भए सो गाइस खाइ पनि सक्यो यो डिउ चाहिँ म एक्लै भएर खाइसकिनँ भरै खान्छु र फ्यानले त कुरै छैन होइन सो अब चाहिँ यसरी नै मेरो चाहिँ दिनहरू ज्यादै छ होइन यता दिदीले चाहिँ फोन चलाउँदै हुनुहुन्छ त्यही भएर गाना बजेर म चाहिँ उठेँ होइन अहिले चाहिँ भेटौँ ल टेन आज चाहिँ दिदीले के भन्छ परेला उखालिदिनु भएको अनि यो आइलाइस थ्रेडिङ आइलाइस ओहो हो अलिअलि हल्का मेकअप पनि गरिदिनु भएको छ हल्का मेकअप पनि गरिदिनु भएको छ मेकअपले त सुहाउँदैन हौ दिदी मलाई कस्तो राम्रो स्वाद छ बहिनीलाई वा ओहो नसारा भन्दा चाहिँ कुत्तै पनि एङ्गल गर्छ मैले चाहिँ फर्स्ट टाइम यो के भन्छ आइल्यासेस लगाएको है गाइज फर्स्ट टाइम मेकअप चाहिँ नगर्ने भनेको दिदीले भन्नुभयो अनि अल्छी पनि लागिरहेको छ रुममा होइन सो त्यही भएर लगाइदिए हेर्नु न घाँटी र यो कस्तो छुटेको यो गाला घाँटी यो गाला गोरो छ यो यस्तो पनि हुन्छ होइन सो मलाई चाहिँ भने त्यति धेरै मेकअप गर्ने बानी भन्नाले नगरेर चाहिँ खासै म्याच हान्दैन जस्तो लाग्छ के हाल्यो भन्नु पर्यो अनि आँखामा चाहिँ यो के हो आइल्यासेस लगाइदिनु भएको छ सो मलाई चाहिँ खासै मेकअपले सक्दैन भाग्य कुरा यो चाहिँ मेरो रियालिटी नै हो र पनि दिदीले गरिदिनु भयो थ्याङ्क यू सो मच होइन सो अब चाहिँ मेरो दिनहरू चाहिँ यसरी नै बित्दैछ होइन अब के भन्ने यहाँ चाहिँ नाइटको डिनर सुरु यस्तै छ है गाइज भर्खर खाएको त्यही भएर खासै भोक लागेको छैन अनि फेरि मलाई चाहिँ कस्तो अस्मर लागिरहेछ किन आँखा मेरो पक्स पनि कहाँ गयो मेरो पङ्स पनि कहाँ गयो पङ्स बिना त झन् कस्तो देखिँदो रहेछ आँखा यस्तो अस्मट भइरहेछ कि मलाई चाहिँ गाइज सो निमाहरू चाहिँ पर नखाने अरे अब हामी चाहिँ खाने है गाइज नखाने अरे खायौँ ल गाइज सो स्पाइसी अचारै खाए ल बेचारा मेरो दिदी चाहिँ खाने साथी भनेको उहाँ मात्रै हो उहाँ पनि पानी लिनु जानुभएको छ निमा त केही खाँदैन खै कसरी बाँच्छ गाइज आफू त प्युर गाउँले नि परेछ माम नखाए त फेरि गाह्रो हुन्छ खाँदा खाँदै होइन अनि फेरि यहाँ चाहिँ किमा नुडल्स पनि आएको रहेछ ओ माई गड अघि चाहिँ पर साइडमा थियो नि त यहाँ अगाडि आएको चाहिँ थिएन अनि झ्यालमुरी के हो झ्यालमुरी ए खुर्सानी टोकेर यस्तो यस्तो गर्ने हो कि खास गरी किमा नुडल्स घोलिङ उयो स्पाइसी अचार चाहिँ आफै आफै लाएर है यम्मी च्याट्ट म चाहिँ स्पाइसी अचारसँग है दिदीले चाहिँ पिरो अलिक कम खानुहुन्छ सो त्यही भएर के हो काँटामा त 2टा बाइक भन्दा अट्दैन नि त हो
एरीले यस्तो अरे आम्मामा के मगाएको यत्रो आम्मामा अरे सकिसक्यो एरी तैँले भनेको हाँस्दैछ सबै खानेकुरा सिद्धिसक्यो आम्मामा यो के मगाएको अरे अझै मगाउनु पर्ने रहेछ है एउटा बिरयानी अबे भयो यहाँ भन्दा चाहिँ कति खानु हामीले मजाले पुरै खायो भने चाहिँ सक्दैन है फेरि चुसुक चुसुक खाइरहेको छौँ तर एकदम मिठो यो नुडल्स पनि कस्तो मिठो हुन्छ यहाँको बाहिर कस्तो हुँदैन टाइम लगाएर बनाउँछ नि त सो गाइस हामीले चाहिँ खानासाना खायौँ खाना भन्दा पनि बाहिरबाट अर्डर गर्नुभएको थियो दिदीले सो त्यही खायौँ होइन अनि अब चाहिँ बरु सुन्नु न बरु काम गर्दाखेरि जिउहरूलाई पनि हल्का हुन्छ अनि निन्द्रालाई काम नगरी बस्नु र एकै ठाउँ वरदेखि पर यस्तो झ्याउ म त नसक्ने भएँ सो अनि अब चाहिँ म सुत्छु मेरो आँखा चाहिँ चिम्रो भए पनि निन्द्रा चाहिँ छैन यो मैले अघि पनि भनिसकेँ यो दिदीले लगाइदिनु भएको अनि मैले फर्स्ट टाइम लाइफमा यत्रो वर्ष भए यत्रो वर्ष पुगेँ होइन मैले चाहिँ फर्स्ट टाइम पत्याउनु हुन होला तर मेरो क्लोज फ्रेन्डहरूलाई थाहा छ यो मेरो फर्स्ट टाइमै हो भनेर सो हेर्नु नै के हो तर पनि ठिक छ इट्स ओके कहिलेकाहीँ होइन हुँदो रहेछ अब चाहिँ म ढिलो नगरी मेरो भिडियो ब्लग स्टप गर्छु होइन लङ पनि भयो अनि त्यही रुमभित्रकै हो होइन बाहिरतिर त गइएको छैन भन्दा नि मैले मिनी ब्लग त लगाइसकेको छु मेरो टिकटक आइडीमा थोरै त्यहाँ निमाको कन्सल्टेन्सीमा काम थियो मेरो पनि थियो त्यसको लागि गएको थियौँ बाहिर म मेन गरी आएको नै त्यसको लागि नै कामकै लागि आएको हो होइन सो त्यही कामहरू गर्दैछु अनि यो ब्लग चाहिँ मेरो रुमभित्रकै भयो सो तपाईँहरूले अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु भएको भए मनैदेखि धन्यवाद भन्दै फेरि पनि न्यू कन्टेन्ट न्यू भिडियो न्यू ब्लगसँग आउनेछु म बिना लिम्बू अहिलेलाई चाहिँ बाई एभ्रिवान।